हेलो नमस्ते गुड मर्निङ। मेरो युट्युब च्यानललाई चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला। अस्ति चाहिँ कमेन्टमा चाहिँ हजुरहरूले चाहिँ बिपी हाईको योगा कसरी गर्ने भनेर सोध्नु भएको छ। मैले चाहिँ बिपी हाई आफूलाई परेर गरेको हुनाले मैले हजुरहरूलाई चाहिँ सेयर गरिराखेको छु। र बिपी हाईको लागि चाहिँ हामी योगा गर्नु गइरहेको छौँ, त्यसलाई भन्छन् अनुलोम विलोम। र अनुलोम विलोम गर्ने तरिका म हजुरहरूलाई सिकाउँछु र कति बेरदेखि कति बेरसम्म गर्ने भनेर पनि म भन्छु। यो चाहिँ हजुरहरूले बिहान खाली पेटमा गर्नुभयो भने धेरै नै राम्रो हुन्छ होइन। मैले बिहान भ्याउँदिनँ भने दिउँसो खाना खाएर पनि 2 घन्टापछि गर्नुभयो राम्रो हुन्छ। तर यो गर्नेसम्म भनेको सुरुवातमा 2 देखि 5 मिनट गर्नुहोस्, त्यहाँबाट 7 मिनट गर्नु। यो यदि धेरै हजुरहरूलाई बिपी छ भने एकदमै आधा घन्टासम्म ननस्टप गरिराख्नु, यति फाइदा हुन्छ हजुरहरू। जो कोही हजुरहरूले चाहिँ औषधि खाइरहनु भएको छ त्यो छुट्नलाई 6 महिनादेखि 1 वर्ष लाग्छ। जो कोहीलाई बिमार छैन त्यो बिपी भने कहिले पनि हुँदैन। यो यस्तो ग्यारेन्टीको साथमा भन्छु हजुर। त्यसै कारणले हजुरहरूलाई चाहिँ मैले बिपी हाईको चाहिँ गर्न लागिरहेको छु। सुन्नुहोस् है, बिपी हाई हुनेहरूले चाहिँ कसरी गर्ने र नहुनेले कसरी गर्ने। सुरुवातमा म हजुरहरूलाई बिपी हाई हुनेले कसरी गर्ने भनेर सिकाउँछु है त। दाहिने हातले नाक बन्द गर्ने, देब्रे नाकबाट हावा लिने। यसरी हेर्नुहोस् है। र फेरि देब्रे नाकलाई यसरी बन्द गर्नु र फेरि दाहिनेबाट हावा, त्यो भरेको हावाले ल्याएर छोड्ने। सुरुवातमा त्यसै गर्ने। त्यसबाट दाहिनेले लिने, देब्रेले छोड्ने, देब्रेले लिने, दाहिनेले छोड्ने, देब्रेले लिने, दाहिनेले छोड्ने। यसो गर्दै हजुरहरूले चाहिँ गर्दै जानु होला। बिपी हाई हुनेले चाहिँ यस्तो बिस्तारै गर्ने हजुर, एकदम फास्ट गर्नु हुँदैन, फेरि बिपी बढ्छ। मुन्टो चाहिँ यसरी स्टेजमा राख्ने, यस्तो नगर्ने, यस्तो पनि नगर्ने, बिचमा ठिक्क राख्ने। बिपी हाई हुनेले बिस्तारै गर्ने, बिपी नहाई हुनेहरूले चाहिँ अलिक बेसमारी गर्दा नि केही इफेक्ट पर्दैन। लामो सास लिने, एउटा नाकबाट अर्को नाकमा फेरि लामो सास लिने, हल्का रोकेको जस्तो नि गर्ने। सास लिइसकेपछि 2-3 सेकेन्ड रोकेर अनि सास अर्को नाकबाट फाल्ने है। यही हो हजुर बिपी हाईलाई। र अनि त्यहाँबाट हजुरहरूले चाहिँ जुन लौकाको जुस, तितो नभएको लौकाको जुस दिनमा खाली पेटमा 1 गिलास खाने गर्नुहोस् बिपी हाई हुनेले। र म धेरै त भन्दिनँ, 6 महिनादेखिबाट 1 वर्षभित्रमा जस्तो बिपी हाई पनि छुट्छ, औषधि नखाइकन छुट्छ। डक्टरलाई देखाएर छुटाउनु होला औषधि छुटाउँदा चाहिँ। र केही कुराको अरू कुनै रोगको चाहिँ हजुरहरूलाई सल्युसन चाहियो भने मलाई भन्नु होला। युट्युब च्यानल कमेन्ट गरिदिनु, म हजुरहरूलाई चाहिँ युट्युब च्यानलबाट सानो सानो भिडियो गर्दै म हालिदिन्छु। हस् त।